हेलो गाइस, हामी चाहिँ गोठमा आएको। गोठमा यहाँ पानी दिँदैछ बहिनीले। हामी चाहिँ पानी लिएर आएको गोठमा गोरुलाई दिनलाई। अनि यता हेर्नुहोस्, हरियाली छ गाउँ। यस्तो पहाडमा बस्दा त छुट्टै मजा छ है। हावा पानी सब राम्रो छ। भन्नुपर्दा म पनि राम्रो छु भन्न चाहिँ मिल्दैन होला। तपाईहरुले फेरि नराम्रो सोच्नु होला। म राम्री छैन, नाक थेप्चे छु। राम्रो नाक थेप्चे हुनेलाई के राम्रो देखिनु र हैन गाइस। अनि हेर्नुस्, यो ठाउँमा नि कस्तो रमाइलो छ। यो गाउँमा नि छुट्टै रमाइलो छ के गाइस। तपाईहरु पहाडमा घुम्न चाहनुहुन्छ भने आउनु होला। अनि म घुमाइदिने छु हजुरहरुलाई। एकदमै रमाइलो भइराछ। काठमाडौँमा त्यो एउटै रुममा बसिराख्दाखेरि एकदमै दिमाग खराब भएर आउँछ हैन। यहाँ आउँदा छुट्टै मजा आउँदो रहेछ के। एकदमै हावापानी राम्रो। यो डाँडामा बसिरहँ जहिले सधैँ बसिरहँ जस्तो है। कस्तो आनन्द, छुट्टै आनन्द के गाउँतिर। अनि कोही घुम्न चाहनुहुन्छ भने आउनु है, राम्रो ठाउँ छ। यतातिर हेर्नु होला, एकदमै राम्रो ठाउँ छ। तर यो तुवाल आइरहेको के राम्ररी देखिरहेन। अनि राम्रो ठाउँ छ, डाँडा काँडा एकदमै राम्रो छ। ऊ परतिर झनै राम्रो छ हैन। यता हेर्नुहोस् न, ऊ त्यो तुवाल आउने ठाउँमा नि त्यहाँ हिमाल छ के गाइस। हिमाल एकदमै देखिरह हैन। राम्रो ठाउँ छ। अनि माथि डाँडा भन्दा पछाडिबडी काफल पनि पाइन्छ। काफल पाइन्छ गाइस। आउनु काफल टिप्न जाऊँ हामी सँगै। को आउन चाहनुहुन्छ आउनु होला। राम्रो छ, एकदमै राम्रो ठाउँ छ। यहाँ चाहिँ यो चिलाउनेको रुखहरू चाहिँ एकदमै हरियाली देखिरह हैन। यहाँ बारी चाहिँ फेरि छैन, मकै छर्न बाँकी नै छ। पानी परेको छैन। हिजो र आज चाहिँ अलिअलि पर्यो, भए पनि मकै छरेको छैन। मकै छरेपछि एकदमै दामी राम्रो देखिन्छ यो ठाउँ चाहिँ। तपाईहरु घुम्न आउनु चाहनुहुन्छ भने आउनु होला गाइस। म घुमाउने छु हजुरहरुलाई। वेलकम छ यो ठाउँको। यो ठाउँ चाहिँ एकदमै राम्रो छ। यो ठाउँमा म घुमाउने छु हजुरहरु आउन चाहनुहुन्छ भने। अनि यो डाँडामा आएपछि अन्त ठाउँ कतै पनि जान मन लाग्दैन है गाइस। आउनु होला, राम्रो ठाउँ छ। मान्छे पो राम्रो छैन त ठाउँ त राम्रो छ नि गाइस। अनि आज भन्नुपर्दा नयाँ वर्ष कस्तो चलिरहेछ हजुरहरुको भनौँ न। सबैजनालाई सोधेको मैले, हजुरहरुको नयाँ वर्ष कस्तो चलिरहेछ। हाम्रो चाहिँ एकदमै राम्रो भयो, एकदमै राम्रो क्या।